नेताहरू सधैँ पावरमा बसिराख्न खोज्छन् नि किन हो थाहा छ तपाईँ त्यो पावरबाट हट्ने बित्तिकै उसले गरेको भ्रष्टाचार उसले कमाएको कालो धन अर्कोले फैलाइदिन्छ अर्कोले त्यो ओपन गरिदिन्छ कि भनेर ऊ सधैँ पावरमा बसिराख्न खोज्छ क्या एकचोटि गरेको चोरीले गर्दाखेरि उसलाई सधैँ त्यही चोरी गरिराख्नुपर्छ त्यो मान्छे असल भएको भए त्यो यो समस्या हुनुहुन्छ स्विस ब्याङ्कमा 100 करोड भएका नेताहरू त्यो पैसा के गर्छन् त्यो न ऊ आनन्दले बसेर चोकमा गएर पानीपुरी खान सकेको छ न बाहिर गएर घुम्न सकेको छ त्यो पैसा त्यत्तिकै कुहेर जान्छ त्यो स्विस ब्याङ्क त्यो मरेपछि त्यो स्विस ब्याङ्कै हुन्छ के काम त्यस्तो भ्रष्टाचार गरेर त्यो कमाएको पैसा उसलाई पनि सुरुमा थाहा भएको भए सायद गर्दैन थियो मलाई कहिले काहीँ साथीभाइले के छ कुरा अब यो यस्तो कुरा ओपनली गर्ने र फोनमा गर्ने र भन्छ बाबा हामीले गलत कुरा गरेकै छैन त फोन कसैले ट्याप गरोस् कि जेसुकै गरोस् मैले गलत कुरा गरेकै छैन मलाई सिसिटिभीमा होस् कि मान्छेको अगाडि होस् कि केहीको अगाडि होस् मैले गलत कुरै गर्दिनँ भनेपछि त्यो मैले किन डराइराख्नु पर्यो म सिसिटिभीमा छु कि मेरो फोन ट्याप भएको छ कि मेरो के भएको छ त्यो मैले सोच्नुपर्छ त